यो हुन्छ है भएको छ। मैले यो हुन्छ भनेर मैले सोचेको थियो आजभन्दा 13 वर्ष अगाडिदेखि यहाँ के खेल हुँदैछ भन्ने कुरो मैले एकदम राम्रोसँगले अन्दाज गरेर भनेको थिएँ। मैले कहाँ बाटो बिराएँ? दुर्गा प्रसाई कालो सूचीमा छैन। पुलिस हिरासतमा हुँदा पनि नि मैले देशमा योगदान गरे बापत नेपाल सरकारले मलाई हितेन्द्र देव साक्य, दीपक खड्काहरूले गरे यो प्रमाणपत्र दिनुभएको छ। मैले के गल्ती गरेँ? होइन बात विवाद नगरौँ दाइ, बात विवाद राम्रो होइन क्या। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठुलो सहयोग गरेँ, 20 वर्ष उहाँलाई सहयोग गरेँ। मार्सी चामल भनेर धेरै मेन स्ट्रिम मिडियाले लखेटे। त्यतिखेर मैले दुईटा पार्टी एक भयो भने देशले निकास पाउँछ, मलाई एउटै लोभ थियो एफिलिएसनको। तर आज हामी यस्तो परिस्थितिमा छौँ जुन परिस्थिति आउनु हुँदैन थियो, आइसक्यो। के कारणले आयो भन्दाखेरि हामी सबैजनाको कारणले आएको। यो कुरा हामी सबैजनाले स्वीकार्नुपर्छ। र मलाई यो कुरा थाहा थियो, मैले अघि कुरा गर्ने क्रममा पनि भने, मैले पहिला पनि भन्दै गरेका कुराहरू र मैले हरेक कुराहरू भन्दाखेरि के भनेको थिएँ भनेदेखि यो हुन्छ है, अब भएको छ, यो हुन्छ है भएको छ। मैले यो हुन्छ भनेर मैले सोचेको थियो आजभन्दा 13 वर्ष अगाडिदेखि यहाँ के खेल हुँदैछ भन्ने कुरो मैले एकदम राम्रोसँगले अन्दाज गरेर भनेको थिएँ। र म 2046 सालमा त प्रजातन्त्र आयो। 2057 सालदेखि म माओवादी पार्टीमा लागेँ। मैले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठुलो सहयोग गरेँ, 20 वर्ष उहाँलाई सहयोग गरेँ, उहाँको नजिक भएर काम गरेँ। त्यस पछाडि गएर दुईटा कम्युनिस्ट पार्टी एक भयो भनेदेखि देशले निकास पाउँछ, राम्रो हुन्छ भनेर मैले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेरो घरमा फागुन 3 गते कि 4 गते हो 74 को, त्यतिखेर मैले मार्सी चामल भनेर धेरै मेन स्ट्रिम मिडियाले लखेटे। त्यतिखेर मैले दुईटा पार्टी एक भयो भने देशले निकास पाउँछ, मलाई एउटै लोभ थियो एफिलिएसनको। मैले किनकि मेची अञ्चलमा धेरैजना मान्छे जन्मिनुभयो, तर मेची अञ्चलको लागि सोच्नु भएन। उहाँले आफ्नो परिवारलाई मात्रै सोच्नुभयो। मैले होल नेपाललाई सोचेँ, मेची अञ्चललाई सोचेर एउटा मेडिकल कलेज बनाएँ। त्यो मेडिकल कलेजको एफिलिएसनको लागि मैले यति सङ्घर्ष गरेँ। त्यही सङ्घर्षको दौरानमा दुईटालाई मिलाउँदा एफिलिएसन पाउँछु कि भन्ने आश थियो। मेरो अरू कुनै स्वार्थ थिएन। सायद मलाई त्यतिखेर एफिलिएसन दिएको थियो भने म एउटा मेडिकल व्यवसायी भएर पूर्वतिरै बस्ने होला, यो ठाउँमा आज आउने थिइनँ होला। त्यो पनि यो नदिएको पनि राम्रै भएछ त्यतिखेर। अहिले किनभने यो ठाउँमा आयो, बुझाउन पाइयो नेपालीहरूलाई। त्यस पछाडि मैले उहाँहरू दुईटैको सङ्गत छोडेर, अब त्यो लामो कुरामा नजाउँ, खड्गप्रसाद ओलीदेखि लिएर केपी प्रचण्डकोदेखि लिएर सबैलाई मैले सङ्गत छोडेर मैले यो कुरो सबै कुरो बुझिसकेपछि मैले एफिलिएसनको लागि कहाँ जानु पर्यो भन्दा सर्वोच्च अदालत जानु पर्यो। यो दलबाट त भएन। त्यस पछाडि म सर्वोच्च अदालतमा गएर मैले रिट हालेर मैले कहाँ बाटो बिराएँ त? हामी नेपालीले कहाँ बाटो बिरायौँ त? इजार कहाँ गाँठो पर्यो त? चङ्गाको धागो कहाँ चुडियो? जहाँ चुडियो त्यहाँ जोड्नुपर्छ। हामीले बाटो कहाँ बिरायौँ त? जहाँ बाटो बिरायौँ, जहाँ गएर बाटो भुल्यौँ, ती फर्केर गएर फेरि नयाँ बाटो समाउनुपर्छ भनेर मैले मेची अञ्चलको सुदूरपूर्वमा मेचीको किनारमा लगेर राजाको हातबाट पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर हामी पुरानै ठाउँमा फर्केनौँ भने हाम्रो मुलुक पनि रहँदैन, हाम्रो धर्म पनि रहँदैन, हामी पनि रहँदैनौँ भनेर मैले 2079 साल फागुन 1 गते राजाको हातबाट पानसमा दियो बालेर म अघि बढेँ। यो कुरा म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र यो घटना कसरी सुरु भएको थियो अहिले म हजुरहरूलाई भन्छु है। र जब त्यो भइसकेपछि हामी अघि बढ्दै गयौँ, हाम्रो अभियान अघि बढ्दै गयो। त्यसमा हामीले 79 साल मङ्सिर 1 गते त्यहाँ फागुन 1 गते त्यहाँ गरेपछि 80 साल मङ्सिर 7 गते हामीलाई चाहिँ काठमाडौँ भ्यालीभित्र नदिँदा पनि रिङ रोडमा बल्खुमा त्यतिखेर मान्छेहरूको जनउभार थियो बल्खुमा मङ्सिर 7 गते। त्यस पछाडि हामीले गर्दै 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 आउँदाखेरि चैत 15 गते हामीले चाहिँ कार्यक्रमको घोषणा गर्ने थियो। वैदिक सनातन हिन्दू अधिराज्य हामी स्थापित गर्ने हिसाब किताबले हामी अघि बढेका थियौँ। र हिजो देशमा यदि देशको मेयरको रूपमा
वास्तवमा देश माया हुँदो रहेछ, राजालाई नै हुँदो रहेछ। पृथ्वीनारायण शाहको लिगेसी राजा ज्ञानेन्द्र नै हुन् भनेर हामीले जेसुकै भए पनि हामी ल्याउनुपर्छ भनेर हामी लागेर चैत 15 गतेको आन्दोलनको घोषणा, चैत 15 गते 7 दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गर्ने भनेर हामी आउँदा आउँदै बाटैमा गोली हान्यो। अब के भयो त्यो सबैजनालाई थाहा छ। तर त्यो घटनालाई मलाई घेरेर मार्ने रणनीति थियो, मैले बुझिसकेको थिएँ र मैले पुलिसभित्र गाडी छिराएर म बाँचेँ। म आज बाँचेर यहाँ तपाईँहरूसँग छु। त्यस पछाडि तपाईँको त्यो दिनको घटनालाई सम्झिँदा काली लाग्दो स्थिति छ। त्यसैको अर्को रूपको रूपमा त्यो आन्दोलनलाई दबाउनको लागि यो आन्दोलनको उत्पत्ति गराइयो र यहाँ खेल के थियो भन्दाखेरि 2004 सालदेखि यहाँ खेल थियो। 2004 सालमा काङ्ग्रेसको उत्पत्ति, 2006 सालमा कम्युनिस्टको उत्पत्ति, 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, 2000 जब राजा महेन्द्रको मृत्यु पछाडि तपाईँको चाहिँ नि नयाँ शिक्षा लागू। नयाँ शिक्षाको कारण के भयो भने आज कोही नेपाली यो देशमा काम गर्न बस्दैन। त्यस पछाडि 2036 सालको जनमत सङ्ग्रह, 2046 सालको प्रजातन्त्र आन्दोलन, त्यस पछाडिको प्राप्ति प्रजातन्त्र, 2052 सालको जनयुद्ध र 2058 साल जेठ 19 गतेको हामीले जो विष्णुको अवतार भनेर मान्ने राजा राज परिवारको वंशनाश, 2062-63 को आन्दोलन, त्यस पछाडि त्यो आन्दोलनले राज संस्था र हिन्दू राष्ट्र हटाउने भनेर अन्तरिम संविधान, 2072 सालमा गएर फुल फ्लेजमा आएको संविधानबाट राज संस्था र हिन्दू राष्ट्र च्याप्टर क्लोज गरेर त्यो गरिसकेपछि यो 2004 सालमा र 2006 सालमा र 2052 सालमा उत्पत्ति भएका पार्टीहरूको काम सकियो। त्यो संविधान आइसकेपछि र उनीहरूलाई विस्थापित गराउनलाई फेरि एउटा प्लानिङ भयो। यहाँ त्यो प्लानिङ अनुसार यहाँ गोविन्द केसी जस्ता मान्छेहरूलाई चाहिँ देशमा डक्टर धेर भए, देशमा नर्स धेर भए भनेर चाहिँ यस्तो माहौल क्रिएट गरियो यहाँ र देशमा मेडिकल कलेज धेर भए। त्यतिखेर स्वास्थ्य र शिक्षा यहाँ मौलाउँदै थियो। 22वटा मेडिकल कलेज भएका थिए। यहाँ युनिभर्सिटीहरू खोल्नुपर्छ, स्कुलहरू खोल्नुपर्छ, कलेजहरू खोल्नुपर्छ भन्ने हामीलाई माफियाको ट्याग लाग्यो। यस्तो ट्याग लगाइयो। गोविन्द केसीलाई उसमा सुताइन्थ्यो अनि डिप हानिन्थ्यो। मेन स्ट्रिमका मिडियाले कस्तो लेख्थ्यो भने उहाँका त आँखाबाट आँसु झरे, उहाँका गहभरि आँसु, उहाँकी आमाले यसो भन्नुभयो। आज त पिसाबमा पनि कोही भेटियो। यता डिप दिएको छ, यता डिप दिएको छ। यस्तो बनाइयो। नागरिक हेर्छु त्यस्तै आउँछ, कान्तिपुरा हेर्छु त्यस्तै आउँछ, अनलाइन हेर्छु त्यस्तै आउँछ। मलाई त माफिया मात्रै भन्छ। बाबा म माफिया होइन, म दुर्गा माताको भक्त हुँ, म पशुपतिको देशको मान्छे हुँ। यो देश जोगाउँ भनेर म त्यतिखेरदेखि लागेँ। म यति रोएको छु, यति गरेको छु है। मैले माफिया भन्दा त आखर केही पाइनँ। म यति लडेँ। यो पुरानो पार्टी त छोडिदेऊ। यिनीहरू त कमाउन आउने पार्टी होइन नि, व्यापारी हुन्। मैले त भने त पटक पटक यिनको त कम्बोडियामा लगानी छ, सिङ्गापुरमा लगानी छ। यिनले लगानी गर्ने ठाउँ नभएर यिनका घरमा पैसा डढ। लगानी गर्ने ठाउँ नभएर कहाँ लगानी गर्ने ठाउँै छैन। त्यो भएर त्यस पछाडि तपाईँको यति परिचालन गरियो र मैले त्यतिखेर पनि भन्थेँ सोसियल मिडिया जब प्रयोग भयो भनेपछि त्यहाँ केही न केही हुन्छ है भनेर मैले भन्दै गएँ। लास्टमा गएर मैले एफिलिएसन पाउने बेलामा के भयो भन्दाखेरि गोविन्द केसी गएर इलाममा सुत्नुभयो, अनसन बस्नुभयो। त्यहाँबाट हद्दै भएपछि मैले एकजना विजय थापा भन्ने, सायद यहीँ होला, विजय थापा भन्नेलाई गोविन्द केसीकै अगाडि लगेर इलाममा अनसन राखेँ। अनसन राखिसकेपछि अब गोविन्द केसी त्यहाँबाट उठेर हिँड्ने भएपछि केदार भक्त माथेमा र सुशीला कार्की आफै अहिलेको प्रधानमन्त्री जानुभयो र हेलिकप्टरमा लिएर आउनुभयो उहाँलाई। उहाँहरूको साइनो त्यो, उहाँहरूको साइनो कहाँ गएर जोडिन्छ भन्दाखेरि त्यहाँ गएर जोडिन्छ। हेर्नुहोस्, जब मैले मेची अञ्चलमा मेडिकल कलेज हामीले खोल्दैछौँ, मेची अञ्चलका जनताले के बिगारेको थियो? गोविन्द केसीको, सुशीला कार्कीको, केदार भक्त माथेमाको के बिगारेको थियो? के बिगारेको थियो? मेची अञ्चलका जनताले के गल्ती गरेका थिए? तिनीहरूले उपचार नपाउने, उनीहरूले शिक्षा नपाउने, उनीहरूले स्वास्थ्य नपाउने के अपराध गरेका थिए मेची अञ्चलका 32 लाख जनताले? हो कि होइन भन्नुहोस् त? त्यस पछाडि उहाँलाई त्यहाँबाट ल्याइसकेपछि मैले पनि विजय थापालाई अर्को हेलिकप्टरमा ल्याएर टिचिङमै उहाँकै अगाडि राखेँ। गोविन्द केसीकै अगाडि राखेपछि उहाँ अनसनबाट उठेर हिँड्नुभयो। त्यस पछाडि कहिले पशुपतिमा, कहिले कहाँ अनसन बस्नुहुन्छ त्यो मलाई थाहा छैन। तर उहाँ चाहिँ एउटा बुखियाचो मात्रै खडा गरेको थियो।
त्यो केको लागि खडा गरेका थियो भन्दाखेरि आज मैले स्पष्ट भन्नुपर्छ, मभन्दा सिनियर तपाईँहरू कलम चलाउनुहुन्छ, मभन्दा बुझेको पढेको दिग्गज, म त नपढेको मान्छे हो, मैले बुझेको मैले प्र्याक्टिकल्ली म 1 रुपियाँको डलरबाट यो इम्पायर खडा गरेर बसेको मान्छे हुँ। र मैले यो आन्दोलन सुरु गर्दै गर्दा मलाई के भनेर आरोप लगाइयो भने ब्याङ्कको ब्याज नतिर्नलाई, फलानु नतिर्नलाई आज मैले तपाईँहरूको हातमा राखिदिएको छु। नेपालको हिस्ट्रीमा अहिले पनि गर्वसँगले भन्छु, नेपालको सक्सेसफुल नेपाली व्यापारी हुँ म। तर म आफूलाई व्यापारी पनि भन्दिनँ, व्यवसायी पनि भन्दिनँ। हेर्नुभयो नि सरले आजसम्म, हेर्नुहोस् सर, म अलिकति तपाईँलाई पढेर सुनाउँछु। यो कर्जा सूचना केन्द्र हो, यो बारबरा फाउन्डेसनको कागज होइन सर। यो नेपालको कर्जा सूचना केन्द्रले के भन्छ भनेदेखि दुर्गा परसाई कालो सूचीमा छैन। कहिलेसम्म भन्दाखेरि 2082 4 महिना 28 गते भनेको अहिले 2 महिना अगाडि ल्याएको हो है। नेपालको हिस्ट्रीमा हेर्नुहोस्, बीएनसी मेडिकल कलेज मैले चलाएको संस्था गत वर्ष 2081 सालमा उच्चतम विद्युत खपत र नियमित विद्युत महसुल भुक्तानको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट 10 अत्यन्त महत्त्वपूर्ण उपभोक्ता भेरी इम्पोर्टेन्ट कन्ज्युमर भित्र पर्नु भएकोमा त्यस उद्योगको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। म यो प्रमाणपत्र पाउँदाखेरि प्रतीक सर म पुलिस हिरासतमा थिएँ। पुलिस हिरासतमा हुँदा पनि नि मैले देशमा योगदान गरे बापत नेपाल सरकारले मलाई हितेन्द्र देव साक्य, दीपक खड्काहरूले गएर यो प्रमाणपत्र दिनुभएको छ। हेर्नुहोस्, यो हेर्नुहोस् पहिला त म मेरो देशमा बसेर म बिजुलीको पैसा तिर्छु भन्ने, यही देशमा बसेर तस्करहरू पवन गोल्यान लगायतका मारवाडीहरू बिजुली बालेर पैसा तिर्दिन भनेर भन्छन् भने यो कुरा सही हुँदैन एउटा नेपाल र नेपालीको छोरालाई भन्ने मान्छे म। मैले के गल्ती गरेँ? यही होटलमा हो, यही होटलमा व्यापारी जति मारवाडी जति भेला भएर गर्दाखेरि मैले अनलाइनको के भुषालसँग उ त्यहाँ पऱ्यो मेरो डिस्कस। मैले उहाँलाई भने त्यहाँ तपाईँ मान्छे ठिक होइन, तपाईँले मारवाडी यो तस्करहरूलाई प्रोत्साहन गर्नुहुँदैछ। मारवाडी भन्नाले मैले सबै मारवाडी भने होइन, 41,000 परिवार मारवाडी छन् यो देशमा, तर यो 16 परिवार मारवाडी छ जो बर्माबाट लकेटिएको छ। यिनले बर्मा पनि नाङ्गो बनाएको, नेपालमा पनि आएर यिनले यही गर्छन् भनेर मैले भनेको। बिजुलीको पैसा तिरेनन्, आज कुलमानलाई बरु त्यतिखेर हटाए। कुरा बुझ्नु भएन? म आज बिजुलीको पैसा तिर्ने यो भन्दा प्रमाण त छैन होला। अब ब्याङ्कको ब्याज तिरेन दुर्गा परसाईले भने सर ब्याङ्कको ब्याजको हिसाब किताब गर्ने हो भने यी सबै ब्याङ्कका ब्याज तिरेका हुन्, यी सबै होइन। अब म तपाईँलाई देखाउँछु 2082 6 महिना 21 गते पनि रुपैयाँ 1 करोड बुझाएको छ सर। त्यहाँ 2082 6 महिना 30 गते भनेको हिजो अस्ति होला, 1 करोड 48 लाख रुपियाँ बुझाएको छ यी प्रमाणले। 82 6 महिना भनेपछि मलाई के भनेर दोष लगाइयो भन्दाखेरि पैसा खानु, मलाई खानु छैन पैसा। मैले केमा लडाइँ गरेको भन्दाखेरि तपाईँहरू सबैलाई पनि रिलिफ भयो होला। जतिखेर ब्याङ्कको ब्याज हामीलाई 7% भनेर कागज गराउँथ्यो, 16% 17% पुर्यायो। हिजो उसले 1 करोड रुपियाँ पैसाको इएमआई तिर्ने भनेर उसले 1 करोड लिएको छ, महिनाको 70,000 रुपियाँ उसको इएमआई पर्छ, 30,000 भनौँ न ब्याजबाट महिनाको 1 लाख तिर्ने भनेर लिएको हुन्छ। अनि त्यहाँबाट 7%मा उसलाई 3 महिना पछाडि 16% बुझाएपछि उसको 2.5 लाख भयो कि भएन? उसले कहाँबाट इएमआई तिर्छ? एउटा डक्टरले, एउटा पत्रकारले, एउटा व्यवसायीले। त्यस पछाडि म त एउटा व्यापारी हुँ। मैले के भने भनेदेखि यो त हुँदैन। त्यस पछाडि मैले आवाज उठाएँ। मैले के भने 6%मा ब्याजमा पैसा दिनुपर्छ भने आज भयो त 6%। त्यो फाइदा कसलाई भयो? मलाई मात्रै भयो? मलाई मात्रै भएन नि, सम्पूर्ण नेपालीलाई भयो फाइदा। र लघुवित्त र सहकारीको पीडा खप्न नसकेर हातमा डोरी बोकेर महिलाहरू दिनभरि जङ्गलमा गएर लुकेर बस्नु पर्थ्यो। लघुवित्त र सहकारीको पीडा को लागि अर्काको घरमा गएर लुक्नु पर्थ्यो महिलाहरू, ती बलात्कृत हुन्थे चेलीबेटीहरू। लघुवित्त र सहकारीको पीडा खप्न नसकेर चाहिँ दैनिक 40-50 जनाले आत्महत्या गर्थे। आज त्यो क्रम घटेको छैन, जो लगभग न्यून छ। मान्छे त आत्महत्या गर्थे, 20 गर्थे। के कारणले भन्दाखेरि मान्छेले बुझेको थिएन त्यो चाहिँ नै भरे लघुवित्त र सहकारीको कारणले हुन्थ्यो क्या। म त किनभने हस्पिटलमा प्रत्यक्ष भेटेँ नि त, 20 एम्बुलेन्स रन्केर आउँछ, एम्बुलेन्स
इमर्जेन्सीमा। अनि जान्छु हेर्छु के भयो भन्दाखेरि विष खाएको छ भनेर। अब विष खाएको छ कस्तोले भन्दाखेरि गाउँको मुसर महिलाले, गाउँको एकजना विश्वकर्मा महिलाले, एकजना दर्जी महिलाले, म दलित पनि भन्दिनँ, आफूलाई विश्वकर्मालाई दलित बनाएर राजनीति गरियो। हेर्नुहोस्, दर्जीलाई दलित बनाएर राजनीति गरियो। पैसा नभएपछि घरमै बाहुनको छोरो पनि दलित हुन्छ। पैसा नभए सबैभन्दा बडा पैसा, न बाप न बेटा, सबसे बडा रुपैयाँ हो होइन। हस्पिटलमा विष खाएको देखेपछि अब हेर्नुहोस् है, दिउँसो लघुवित्तको सर आउनुभएको थियो, सहकारीको सर आउनुभएको थियो, बुढीसँग तनाव भएछ, सर विष खानुभयो। अब यता हस्पिटलमा आएर तपाईँको 60,000 70,000 कति तिर्न बाँकी हुन्छ लघुवित्तको भन्दा 15,000 तिर्न बाँकी हुन्छ। अब यता 60,000 को बिल आउँछ। अब केमा पर्यो, पैसा तिर्न सकेको छैन, फ्रीमा। अनि पछाडि निको बनाएर पछाडिको बाटोबाट भगाउनु पर्ने। मैले यो सबै मैले मेरो आँखाले देखिसकेपछि केही न केही गर्नुपर्छ। 3 चेली झुनिएर मरे एउटै रुखको आँगामा। यो सब कुरा देखेपछि प्रेम आचार्यले संसद भवन अगाडि आगो लगाएको मैले 3 दिन पछाडि के भनेको थिएँ, यो बर्थडे केकको क्यान्डल बलेको होइन, यो मान्छेले संसद भवन अगाडि शरीरमा पेट्रोल खनाएर आगो लगाएको छ। यो संसद फेल भयो, यो संविधान फेल भयो, यो व्यवस्था फेल भयो, अब धेरै दिन लाग्दैन भनेर भनेको। संसद त आज सकियो, व्यवस्थै सकियो। व्यवस्थै सकियो भनेपछि अब मैले भन्न खोजेको कुरा के छ भन्दाखेरि, धेरै लामो कुरामा पनि नगइकन सबै मैले बोलेको कुरा त तपाईँले सुनिराख्नु भएको छ। ए दुर्गा परसाई ठाडो बोलो भन्छन्। ठाडो नबोल्दाखेरि मेरो बोली नै सुनवाई भएन त मैले के गरौँ? एउटा बच्चा पनि जन्मेपछि नि चिच्याउँछ नि, बच्चा जन्मिने बित्तिकै चिच्याउँछ नि, भोक लाग्छ नि, त्यो विद्रोह हो। मैले ठाडो बोले, बाङ्गो बोले, जे बोले, मेरो विद्रोहको भाव ऊ। त मैले के भने भनेदेखि मलाई त्यो वातावरण नबनाइदिनु न, मेरा मागहरू पुरा गरिदिउँ। 20 लाख भन्दा मुनिको गरिबको ऋण जसले तिर्न सक्दैन त्यसको मिना गरिदिउँ। त्यसको त सरकार हुन्छ नि, राज्य हुन्छ नि गार्जियन भनेको। 20 लाख भन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका दिउँ सबैलाई। घर लिलाम नगरिदिउँ। घर भनेको सपना हो जहाँ परिवार बस्छ। परिवारलाई सडकमा नलैजाउँ। हाम्रा दाजुभाइ दिदीबहिनीहरू चाहिँ रेमिटेन्सको लागि विदेश जान्छन्। त्यो रेमिटेन्स उताबाट चाहिँ आउँछ। त्यो रेमिटेन्स कसले चलाउँछ भन्दाखेरि यिनै तस्करले चलाउँछ, जसले बिजुलीको पैसा तिर्दैन, जसले कर तिर्दैन, कर छ्याली गर्छ। अनि त्यसलाई हाम्रो पत्रकार साथीहरू के गर्नुहुन्छ, यो विज्ञापनको लागि तपाईँ विज्ञापन दिँदैन भनेर उसको राम्रो समाचार बनाइदिनुहुन्छ, ढाकछोप गरिदिनुहुन्छ। त्यो नगरिदिनुहोस् न भन्ने कुरा हो मेरो अरू कुरा केही होइन। यो कारणले आज हामी कहाँ पुग्यौँ भन्दाखेरि दूरदर्शनमा पुग्यौँ। हाम्रो सबैभन्दा ठुलो शिर भनेको एउटा सम्पदा भनेको सिंहदरबार सक्यो। यो चान्चुने कुरो छैन। संसद भवन भनेको त अर्को कुरो, सिंहदरबार भनेको त राणा शासन कालको सम्पदा हो एउटा। किनभने यत्रा ऊ हुँदा पनि आगो लागेको थिएन। त्यो चिजमा आगो लाग्नु भनेको व्यवस्था सकिनु। त्यसले गर्दाखेरि अब अहिलेको वातावरण के भएको छ भनेदेखि, अहिलेको स्थिति के भएको छ भन्दाखेरि यो त सरकार हो कि यो सरकार होइन कि। हेर्नुहोस्, पुलिसलाई के गरियो, लुगा खोलिएर पुलिस भनेको के हो? पुलिस भनेको कानुन हो नि, देशको सिन्दुर छापेको नेपाल सरकारको सिन्दुर हो नि। ती ड्रेस लगाएर चाहिँ नि हातमा हतियार बोकेर, हेर्नुहोस् अब यो पुलिसको मनोबल यसरी गिरेको छ। म पनि पक्राउ खाएको, पुलिसले मलाई धेरैपल्ट पक्रियो, तर पनि म पुलिस चाहिन्छ भन्छु। पुलिस चाहिन्छ हामीलाई। पुलिस छैन भने आज कोही नेपाली पनि सुरक्षित छैन। कोही पनि। पशुपति एउटा बाँचेको यहाँ पशुपति रहेछ, पशुपतिले हामीलाई बचाएको छ। अरू त सबै सक्यो, राजा सक्यौँ हामीले, राज संस्था सक्यौँ, हिन्दू धर्म सक्यौँ, तर एउटा पशुपति रहेछ र पशुपतिले बचाएको छ। र मेरो भनाइ के हो भन्दाखेरि हजुरहरूसँग मैले जानेर गरेँ, यो ठाउँमा पुगेँ, तपाईँहरूलाई भने होला, तपाईँहरू कतिजनालाई मैले नामै लिएर भने होला, मेरो बाध्यता थियो। म माफ पनि मान्छु, मैले गल्ती गरेको छु भने दुर्गा भाइ भनेर मलाई फोन पनि गर्दा हुन्छ, मलाई बोलाएर एक झप्पु हान्दा पनि हुन्छ। तर म तपाईँहरूसँग पाउ पर्न पनि तयार छु, तर नेपाल जोगाउँ, नेपाली जोगाउँ। हेर्नुहोस्, आज 2 करोड 90 लाख जनसङ्ख्या भएको देश, आज मरुभूमि दुबई मैक्तुमले के बनाए, के थियो त्यहाँ उभिँदा तातो हावा मात्रै आउँथ्यो, बालुवा मात्रै थियो। आज संसारका मान्छे आउने बनाए। तर हामीसँग त संसारको सबैभन्दा स्वर्ग देश थियो, हामीले मरुभूमि जस्तो बनायौँ, जहाँ हामीले
16 वर्षभन्दा माथिका युवालाई राख्न सक्ने वातावरण बनाएन, हाम्रा छोराछोरी राख्न सक्ने वातावरण बनाएन। म अहिले पनि भन्छु गर्वसँगले, म भाग्यमानी हजुरबुवा हुँ। प्रेमको प्रतीक भनेको गुलाबको फुल छ नि, म अहिले श्रीमतीसँग साट्दिनँ, मेरो नातिसँग साट्छु। दसैँमा कमसेकम मैले टिको लाउँछु, आमाको हातको लाउन पाउँछु। बुवा त मेरो हुनुहुन्न, तर यसपालि मैले लाइनँ। यसपालि मैले तिहारको टिको पनि लाइनँ, किनभने देशलाई पीडा परेको छ। मैले टिको लगाएर फेसबुकमा हाल्न सकिनँ, टिकै लाग्ने। र अर्को कुरो, मखमली फुल र तपाईँको चाहिँ नि सयपत्री फुलको खास के हो, त्यसको चाहिँ नि असलियत रूप भनेको त दाजुबहिनीको सम्बन्ध हो नि। न त्यो मखमली फुल र सयपत्री फुल टिपेर माला बुन्ने दिदीबहिनी घरमा छन्, न त्यो माला लाउने दाजुभाइ घरमा छन्। बत्ती त बल्यो नि मान्छेका घरमा, तर कसैको मनमा उज्यालो छैन। देश त हामीले लगेर, हिजो काङ्ग्रेस एमाले माओवादी हुँदाखेरि देश त तावामा थियो, तावामा फटफटाउँदै थियो देश, नेपाली जनता तावामा फटफटाउँदै थियो। आज आगोमा झरेको छ, भोग्रामा गयो अर्काको हातमा देश, अर्काले चलाउँदैछ देश। जेएनजीको आन्दोलन मैले भने थिएँ त्यो दिन, जेएनजीको आन्दोलनमा म आफै सरिक हुन्छु भन्दाखेरि मलाई इङ्ग्लिसबाट नट एलाउड कुनै के भनेर मलाई गरे। बालनजीलाई धन्यवाद छ, तपाईँले मलाई बचाइदिनु भयो, नभए सबै आएर यतिखेर मेरो थुनामा हुन्थ्यो बास। उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु बालनजीलाई। कुरो बुझ्नु भएन? म एउटा कुरा भन्छु, सिंहदरबार र सर्वोच्च अदालत जस्ता सम्पदामा आगो लागिरह्यो, म खरानीबाट जोग्यौँ भनेर, हुनबाट जोग्यौँ भनेर सिंहदरबार र संसद सर्वोच्च अदालत रोइरह्यो, तर बालेनका नगर प्रहरीले पानी लिएर आएर आगो लगाउनेलाई पानी बाँडे, तर उहाँले दमकल पठाउनु भयो। मेरो चित्त दुखाइ त्यहाँ हो, मेरो चित्त दुखाइ त्यहाँ हो। कुरो बुझ्नु भएन? त्यसले गर्दाखेरि यो सबै कुरा ग्रान्ड डिजाइनमा भएको छ। राज संस्थाको किन गिरिजाले ग्रान्ड डिजाइन भन्नुहुन्थ्यो? किन राज संस्था हटाउनु परेको थियो, हिन्दू राष्ट्र हटाउनु परेको थियो? अब त अहिले त सबैले बुझे। 4 सालदेखिको खेल हो, अहिले आएर क्लियर भयो। कोही नामै लिन मान्दैन, सबै मर्छु भन्ने डराउने। ए बाबा, मृत्यु त अमृत हो, किन डराउनुहुन्छ भन्छु म। मृत्यु भनेको त अमृत हो, मर्ने नै हो, मर्ने होइन, मर्ने हो नि। त्यसले गर्दाखेरि म हजुरहरूसँग एउटा साधारण भलाकुसारी गरौँ, राउन्ड टेबल गरौँ भनेर भनेको थियो। यहाँ चाहिँ के भइदियो भन्दाखेरि, अब यहाँ प्रहरीले थाहा पाइहालेछ। थाहा पाएपछि सबै बाहिर गएको कुरो गएपछि अब यहाँ साथीहरू सबैजना आउनुभयो। यो त पत्रकार सम्मेलन जस्तो भइसक्यो। अब तपाईँहरूसँग सल्लाह गर्न, सल्लाह माग्न मैले कहाँ बाटो बिराएँ? मलाई दाजुहरूले भनिदिनु पऱ्यो, मभन्दा सिनियर दाजुहरू हुनुहुन्छ, सबै कपाल फुलेका दाजुहरू हुनुहुन्छ। मैले कहाँ बाटो बिराएँ? तैँले दुर्गा प्रसाई, तैँले यहाँ बाटो बिराइस् भन्नुहोस्, म तैँले धेरै बोलिस् भन्नुहुन्छ, म बोल्दिनँ ल। धेरै बोल्यो दुर्गा प्रसाईले, धेरै हामीलाई गाली गरौँ भन्नुहुन्छ भने त्यो पनि म गाली गर्दिनँ। तर म सबैलाई अनुरोध के गर्छु भने, अब तपाईँ हामीलाई यो देश चाहिएको छ कि छैन, यो राष्ट्र चाहिएको छ कि छैन, विदेशमा गएका हाम्रा युवाहरू फर्काउने हो कि होइन? हेर्नुहोस्, खाडीका जेलमा 7000 युवा आज जेलमा छन्। त्यो मध्ये 47 जना कि 46 जना कि 47 जना त मैले झिकेर ल्याएँ। तर मलाई नि के भनेर देखिन्छ थाहा छ? उहाँले छाप्नु भएको छ दुर्गा प्रसाई भनेको यो कुनै के हो? उहाँहरूलाई मेरो असली के हो भन्ने कुरा झापामा गइसकेपछि प्रसाई परिवार के हो? म तपाईँहरूलाई के भन्छु नि, 1819 मा राजा पृथ्वीनारायण शाहले मेरो जिजुलाई चिठी लेखेको छ एउटा, रामचन्द्र प्रसाईले। त्यतिखेर मेरो जिजुले सिन्धुलीमाढीको लडाइँमा 2500 रुपियाँ दिनुभएको छ। मेरो जिजु, म त्यसको सन्तान हो, म माई खानेको सन्तान होइन, अहिले पनि भन्छु माई खानेको सन्तान होइन। त्यतिखेर पनि देश बनाउनलाई 2500 रुपियाँ दिएको स्वर्गीय रामचन्द्र प्रसाईले। सायद यो हिस्ट्रीमा त्यो बुकमा छ, बुझ्दै। त्यसले गर्दाखेरि म के अनुरोध गर्छु भने, तपाईँहरूले मलाई माई खाने जस्तो पनि नभनिदिनुहोस्। दसुराले अब मेरो छोरीलाई मैले दाइजो नदिए कसले दिन्छ त? घर दिन्छु, गाडी दिन्छु, युवराज दाइले दिनुहुन्छ, गुणराज दाइले दिनुहुन्छ। त्यस्तो कुराहरू पत्रिकामा ल्याउने होइन क्या। गिरीकी छोरी बिहा गरेर दुर्गा प्रसाई धनी भयो होइन क्या। दुर्गा प्रसाई विचारले धनी थियो क्या, हिजोदेखि देश धनी बनाऊ भनेर हिँडेको मान्छे हो। यो साल भाइ सबैभन्दा जेएनजी आन्दोलन भयो। जेएनजी आन्दोलनको डिजाइन
कहाँबाट रहेछ? बारबरा फाउन्डेसनबाट। जेनजीलाई नै थाहा छैन कहाँबाट प्रयोग भयो भनेर। प्रयोग त्यसरी गर्छन् अफिम जस्तो। अफिम त्यस्तो हुन्छ नि, अफिम भएको मान्छेले कहाँ नसा लागेको हुन्छ, नसा लागिरहेको हुन्छ के दाइ? रक्सी खाएको मान्छेले कहाँ मलाई रक्सी लाग्यो भन्छ, लागिरहेको हुन्छ त, बोलिरहेको हुन्छ नि त, हो कि? त्यसरी प्रयोग गरेको हुन्छ। जेनजी भाइहरूलाई थाहा छैन, जम्मा 2 घन्टा मात्रै जेनजीको काम आन्दोलन भएको। अहिले जेनजीको 90% मान्छे, 95% मान्छे मसँग पुगेको छ, राति राति जान्छ हामी कहाँ फस्यौँ भनेर। जेनजीको आन्दोलन 11 बजीदेखि 1 बजीसम्ममा, त्यो 1 बजी पछाडि त अर्कैले हाइजेक गरिसक्यो नि। अर्कैले हाइजेक गरेर जब आर्मी क्याम्पमा गइसकेपछि, मलाई पनि आर्मीको चिफले बोलाइसकेपछि मैले त्यहाँ पो देखेँ त नाटक त। त्यहाँ त वार्ता गर्न त जेनजीको मान्छे आउनु पर्थ्यो नि। बालनजीले पठाउनुहुन्थ्यो, त्यहाँ जाऊ, उहाँ जाऊ। बालनजीलाई कसले चलाउँथ्यो? यथार्थ ल्याइदियो नि। बालनजीको त 10 मिनटको मात्रै भिडियो आएको अस्ति, मैले सार्वजनिक गरेँ नि, कसैले आँट गरेको थिएन। मलाई मेरो छोराले पनि के भन्यो भने बालनसँग ठोकिनु भनेको सिधिनु है बाबा भने। बालन हेर भाइ, कसै न कसैको अन्त्य गर्न कसै न कसैको जन्म भएको हुन्छ भनेर भने। रावणको अन्त्य गर्न पनि रामको जन्म भएको थियो, दुर्योधनहरूको जन्म अन्त्य गर्न पनि नि भगवान कृष्णको जन्म भएको थियो। यो देशलाई अब मुक्ति गराउन दुर्गा प्रसाईको जन्म भएको, तेरो बाउको जन्म भएको छोरा भनेर भने मैले। अब देशले मुक्ति पाउनुपर्छ, नेपालीहरूले नेपाल मेरो हो भन्न पाउनुपर्छ, नभए म त्यो अरू जस्तो होइन, म त यसै क्यान्सर सर्भाइभल, उसै मरेको, यसै मरेको। तर नेपाल र नेपालीको लागि ऊ त्यहाँ खडीको बोट छ नि दाजु, त्यहाँ छ नि जिउँदै, त्यहाँ लगेर मलाई, हिजो म केपी सरकारलाई भन्थेँ, आज सुशीला सरकारलाई भन्छु झुन्याउ, 1000 पल्ट झुन्याउ, तर मेरो देश, मेरो नेपालीहरूको देश सही तरिकाले फिर्ता देऊ। अब यहाँबाट एनजिओ र आइएनजिओमा चाबी लाग्नुपर्छ। चाबी लागेन भने अब राम्रो हुँदैन। र गोविन्द केसी जस्ता मान्छेहरूलाई सुताएर यहाँको स्वास्थ्य र शिक्षा बन्द गर्न पाइँदैन, र +2 भन्दा माथिको पढाइ अब बन्द गर्न पाइँदैन। यही देशमा सबै कुरा हुनुपर्छ भनेर लागेको मान्छे मेरो कुरा त्यो। तर मलाई धेरै मान्छेहरूले के भन्यो भने ए यो गर्छ त्यो गर्छ, मैले देखाएँ त, मेरो कहीँ रहेछ दाजु बाँकी, कहीँ रहेछ त? ल मलाई लाउनुहोस् त आरोप। एउटा भिडियो अहिले सार्वजनिक भएको छ, ट्रोल चलाएको छ, सकिँदैन भने भारतलाई दिउँ न त अरूले नै चलाएको रहेछ त। सुशीला कार्की चाहिँ कसले बनाइदिएको प्रधानमन्त्री हो र? अरूले नै चलाएको रहेछ त। मैले विभिन्न सन्दर्भमा जोड्दै ल्याएर एउटा टुक्को त्यो कुरा मात्रै काटेर, कहिले कहिले हुन्छ नि त मान्छेले भावावेगमा बोलेको हुन्छ नि, सकिँदैन भने मर्दको नामर्दको श्रीमती भन्दा मर्दको रखेल हुनु राम्रो नि भने जस्तो त्यही कुरा मात्रै काटेर अहिले ट्रोल बनाएको छ। अरू नभेटेर धेरै खोजे अरे, कति सुता गरेछन् भने दाइ मेरो हस्पिटलमा मैले टाइममा तलब दिएको छु, उहाँ लगेर यसो खिचाइहालेछन् फोटो र नि दाइ, दुर्गा प्रसादले तलब दिएन भनेर यहाँ फटट अघि आइसकेछ। हेर्नुहोस् त खेलो पड्को। 11 वर्षसम्म एफिलिएसन नपाउँदा पनि दाइ गुणराज दाइ मैले टाइममा तलब खुवाएको थिएँ, तर यो पल्ट मलाई त्यो छ। र म के भन्छु भन्दाखेरि मैले ब्याज पनि तिरेको छु, मैले बिजुलीको पैसा पनि टाइममा तिरेको छु, सबै कुरा टाइममा गरेको छु। म अहिले पनि भन्छु नेपालमा सक्सेसफुल व्यापारी हो, मेरो बिग्रेको छ, तर म व्यापारी पनि भन्दिनँ, म पैसा पनि कमाउने मान्छे होइन, म उद्योगी पनि भन्दिनँ। 5000 मान्छेलाई रोजगारी दिएको छु, तर म ऱ्यान्डम टाइपको मान्छे हुँ। अब जसरी जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ, तपाईँहरूले गाली गर्दै गर्दा पनि यहाँ आएँ, तपाईँहरूसँगै लडेर आएको नि त। तपाईँहरूले मलाई कहिल्यै मेन स्ट्रिमको मिडियाले त मलाई राम्रो कहिल्यै लेखेन नि, कहिल्यै लेखेन जीवनमा। मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन। अब कमसेकम पनि म के भन्न चाहन्छु भने ल हिजो जे भयो भयो, हिजो हामीले बाटो बिर्स्यौँ, सबैले बोल्यो। अब त कमसेकम देश जोगाउने त्यो भुग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाउँ। मान्छेले न्यानोपन खोजेको छ। अब यसमा मैले कहाँ सुध्रिनु पर्ने? तपाईँहरू भन्नुहुन्छ दुर्गा त देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ, म रेडी, म जान तयार, म जान्छु। मलाई लोभ होइन दाइ, मलाई केही चाहिँदैन। अब मलाई जीवनमा के छ, 54-55 वर्षको भए मेरो आज मैले भन्नै पर्छ, मेरो छोरीले यहाँ पढाउन खोज्दा पाइनँ। आज मेरो छोरी आजैदेखि मात्रै पूर्वाञ्चल क्यान्सर हस्पिटलमा रेडिएसन अङ्कोलोजी पढेर आजैदेखि अहिले काम सुरु गरेँ। म एउटा यस्तो भाग्यमानी तपाईँहरूलाई छ हुनुहुन्छ हुँदैन, 3 पुस्ता मेरो घरमा छ, मेरो छोरो छ, मेरो नाति छ, म छ। मलाई आएर नातिले लात्ताले हान्छ क्या, आनन्द लाग्छ। हजुरबाउलाई नातिले कुदेर आएर है नन्नी बाबा भनेर लात्ताले हान्छ,
लातले हान्छ, आनन्द आउँछ नि नातिको लात, हो कि नि? त्यसले गर्दाखेरि हामी सबैजना नातिसँग खेल्न पाऊँ, नातिनीसँग खेल्न पाऊँ। हाम्रो घर फेरि पहिलाको जस्तो गरेर फर्कियोस्, दसैँ मनाउन पाइयोस्, तिहार मनाउन पाइयोस्, चाडपर्व मनाउन पाइयोस् है। हामी यो देशलाई वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न सबैजनाको, हेर्नुहोस् हिजो जे भयो अब लागौँ दाइ, नभए हामी लागेनौँ भने हाम्रो देश पनि टुक्रिन्छ, छिमेकी मुलुक पनि टुक्रिन्छ। सबैजनाले बुझ्नुपर्छ। र छिमेकी मुलुकलाई पनि म के भन्छु भने अब तपाईँहरू धेरै नखेल्नुहोस्, माया गर्नुहोस्, यसलाई बनाउनेतिर लाग्नुहोस्। अनि नेताहरूको त कुरो नगरौँ दाइ, यिनीहरूको त के कुरा गर्नु, अब पैसा धेर भएर लगानी गर्ने ठाउँ नभएर घरमा पैसा आगो लाग्यो होइन। अब यिनीहरूको त के देख्नु छ र? अब हाम्रो हजुरबुवाकै कुरा गर्ने भने त्यहाँ महेशजीले भन्नुहुन्छ, अस्ति मलाई राम्रै भन्नुभयो, दुर्गाजी भन्नुभयो, मैले पनि महेशजी नै भन्नु पर्यो। गुन्नु कसैले यहाँ गुन्नुतिर आँखा लगाएछ भने किमा हुन्छ, रगत बग्छ भन्नुभयो। हेर्नुहोस् न बुद्धि, 1,47,000 वर्ग मिटर नेपाल हाँकेको एमाले आज गुन्नुमा गएर बसिरहेछ। गुन्नुमा नि अब उहाँलाई के भन्ने? अब उहाँको त कुरा गरेर साध्य छैन, अब कुरै नगरौँ हजुरबुवाको। तर के भयो यहाँ कुरा भन्दाखेरि ती कुरा त सबै बिर्से। भ्रष्टाचार गरेर मान्छेलाई थुन्नुपर्ने, भ्रष्टाचार गरेर मान्छेलाई कारवाही गर्नुपर्ने कुरा यहाँ हरायो। यहाँ सुशीला मेमकोमा, प्रधानमन्त्रीकोमा अहिले सुशीला मेमले के गर्नुहुन्छ अरे भने नि, त्यो उसबाट हेर्नु हुँदैन अरे, झ्यालबाट हेर्नुहुन्छ अरे, ज्यान्दी आउँदैछन् कि के आउँदैछ भनेर। 5,000 जनाको लाइन छ अरे मन्त्री हुनलाई। मन्त्री भएन दिनमा एउटा जेन्जी जन्मिँदैछ अहिले, जेन्जी नै जेन्जी। त त्यति गर्दा गर्दै अस्ति त मसँग 2टा जेन्जी ग्रुप आएर के भन्यो भने प्रचण्डले पनि अब जेन्जीसँग गठबन्धन गर्ने भनेर भन्नुभएको छ। यो जेन्जीको नामै फेर्ने भन्दै थिए केटाहरू चाहिँ। प्रचण्ड फेरि जेन्जीसँग गठबन्धन गरेर चुनाव लड्ने भन्दै हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि यो धेरै ठुलो समस्या छ। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने मैले अघि भनिनँ, मैले जानेर गरेँ नजानेर गरेँ यो ठाउँमा होइन। मेरो क्यारेक्टर कस्तो छ, सुरुमा त भिलेन जस्तो होला, फेरि थाहा पाउँदै गएपछि बुझ्नुहुन्छ कि गुलाब हुन्छ नि काँडामा हुन्छ क्या दाइ, सुन्दर फुल हो क्या गुलाब भनेको। कुरा भन्दैन, प्रेमको प्रतीक हो गुलाब भनेको, तर काँडामा हुन्छ। बुझ्नुभयो? तपाईँहरूले के बुझ्नुहोस् भने त्यति सोचिदिनुहोस्। र मैले भने त मलाई एउटा अभियोग लागोस्, एउटा जस्तो छ नि कसैको पैसाबाट चलेको। मैले अहिले यो होटलको पैसा पनि नि मेरो बिएनसी मेडिकल कलेजबाट अघि मैले हाल्न लगाएँ, चिया नास्ताको। म कसैबाट चलेको मान्छे होइन, म नेपालबाट नेपाली जोगाउन मेरो आफ्नो बरगतले भ्याएसम्म मेरो जिजुले हिजो पनि गरेको थियो। मैले आज यो नेपाल सङ्कटमा छ, मैले जोगाउनुपर्छ भनेर म लागेको छु। मैले संक्षिप्तमा यति नै कुरा राखेँ। दाइहरूको सुझाव सुन्छु। मैले भने तपाईँहरूले यो देश छोडेर जा भन्नुहुन्छ भने म जान तयार, म जान तयार। यो देश कसैले जोगाउँछ भने जोगाइदियोस्, तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदियोस्, फर्किने वातावरण बनोस्। र अब आउने दसैँ तिहार छठ राम्ररी नेपालीहरूले नेपालमै मनाउन पाउन् भन्दै सम्पूर्णलाई अब ढिलै भए पनि दीपावली र आउँदै गरेको छठको शुभकामना भन्दै तपाईँहरूका सवालको जवाब सोध्नुहोस्, म जवाब दिन तयार छु। र जवाब दिन तयार भएर नरिसाइकन फेरि म रिसाउँदिनँ, फेरि दुर्गा प्रसाद रिसाउँछ भन्ने नसोच्नुहोस्। तपाईँहरूले सोध्नुहोस्, म जवाब दिन तयार छु। मैले नजानेको कुरा तपाईँहरू सिकाउनुहोस्, म सिक्न पनि तयार छु। मैले भने म नपढेको मान्छे हो। म अब सर्टिफिकेट कहाँबाट ल्याउँ? भरे डुप्लिकेट सर्टिफिकेट हुनुपर्छ, मलाई त्यसको आवश्यक होइन। ल नमस्ते, धन्यवाद। परिवर्तन पछाडि परिवर्तन त भित्रै आउँछ, तर परिवर्तन पछाडि आन्दोलनले मोडल विश्वमा त्यो खालको हिस्ट्री इतिहास छ। हाम्रो नजिकैको देश बङ्गलादेश, श्रीलङ्काको आन्दोलन पछाडि त्यहाँको अर्थतन्त्र, त्यहाँ एउटा करप्सन जुन अपराधमा जोडिएका मान्छेहरू पक्रिने जस्तो मृत्युदण्डको कुरा आयो। तर तपाईँको आन्दोलनमा 2टा प्रश्न अहिले पनि मान्छेमा उठिरहेको छ। सडकमा मान्छे देखाउने मात्रै हो कि त्यसबाट साँच्चै नै मोडल परिवर्तन गर्दा आन्दोलन भनेर? अर्को, हालै मात्रै गृहमन्त्रीले तपाईँहरूलाई अपिल गर्नु,
जस्तो अपिल गर्दा तपाईँहरूलाई स्याना तिना झुत्रेसम्म भन्ने एउटा शब्द प्रयोग गर्नुभएको छ जो अनलाइन खबरको तपाईँले बसन्त बस्नेतसम्मको बिच भागमा गएर भन्नुभयो भने झुत्रे भनेको छ। यसको वार्तामा बस्दा यस्तो हुन्छ यस्तो तपाईँलाई अराजक भन्दा पनि सरकारको अराजक अर्को सम्पादकहरूसँग तपाईँले छलफलको लागि बोलाउनु उहाँहरू बढी चाहिँ पत्रकारिता भन्दा पार्टीकारिताबाट आएको सम्पादकहरू हुनुहुन्छ जुन नेसनल पार्टीमा जोडिनु भएको उहाँहरूसँग तपाईँले राजनीतिक इतिहासको बारेमा राजनीतिक संवाद खोज्नु भएको कि उहाँहरूसँग भेटघाट गर्न खोज्नु भएको एउटा मेरो यो प्रश्न हो। अर्को कुरो सञ्चार क्षेत्र भनेको इतिहासको एउटा यस्तो मार्ग हो जहाँ गयो त्यता पट्याइदिन्छ डोरिदिन्छ होइन मैले भनेको म भन्छु अनि मैले यो क्वेसन गर्दै गर्दा भनेको तपाईँहरूलाई भनेको होइन मैले तपाईँहरूलाई भनेको होइन हजुर। अनि यो क्वेसन गर्दाखेरि अबको आन्दोलनले हामीलाई हाम्रो नेपालीको निम्न तहको नेपाली जो भुइँ मान्छेको भन्नुभएको छ त्यो मान्छेको कुन लेभल कसरी परिवर्तन हुन्छ उसले 20 लाख पाउँछ भन्नुभयो उसलाई उनको ऋण मिनाइ गरेपछि उसलाई तिर्ने बाटो चाहिँ के दिनुहुन्छ त्यस विषयमा पनि तपाईँले स्पष्ट पारिदिनुहोस्। होइन धन्यवाद छ होइन ठिक छ उहाँ पनि अब तपाईँको नाम के हो ल ठिक छ हेलो हेलो दाइ तपाईँ चुप लाग्नु यसमा उहाँको तर्फबाट दाइ तपाईँ चुप लाग्नु दाइ हेलो हेलो दाइ त्यसरी नबोल्नु न सर्वप्रथम त होइन एकछिन वाद विवाद नगर्नु नि दाइ वाद विवाद राम्रो होइन क्या यहाँ कुरा छ मुलुकको यहाँ कुरा छ सबै माफी मागे मैले तपाईँहरूलाई भनेको होइन जस्तो पत्रकारिता सम्पादकहरू तपाईँहरू भनेको छैन कति त पार्टीकारिता भइरहेको छ भनेको त्यसमा मैले क्षमा मागे किन ल ठिक छ धन्यवाद भनेको तपाईँहरूसँग के राय माग्न खोज्नु भएको हो जुन मैले होइन एकछिन कहिले कहिले लडाइँमा के हुन्छ भने लडाइँ त भयो नि त हिजो प्रचण्डहरूले पनि लडाइँ गरे नि त सरकार विरुद्ध लडाइँ थियो आखिर राजासँग पनि गएर सहमति त गरे नि सबैजनाले गरे राजालाई झुक्याए ढाँटे अर्कै कुरा हो विद्रोही बिचमै हुन्छ यसमा अब नगरौँ। अहिले कुरो के छ भन्दाखेरि मुलुकको कुरा छ र अब हामीले भन्न खोजेको के कुरा के थियो भने यो आन्दोलनहरू जति पनि भयो नि प्रायोजित रूपले आन्दोलन गराइयो ती आन्दोलन गराइसकेर अघि युवराज दाइले भन्नुभयो नि कुनै पनि कन्ट्रीमा युद्ध भएर शान्ति वार्ता भइसकेपछि त्यहाँ इन्ट्रेस्ट हुन्छ काहीँ न काहीँको इन्ट्रेस्ट हुन्छ त्यो कसरी हुन्छ भनेर भन्नुभयो नि त्यही कारणले गर्दाखेरि इन्ट्रेस्ट भएको कारणले आज यो चिज उत्पत्ति भयो नि त यहाँ पुग्यो नि त हाम्रो संसद भवन जल्यो सिंहदरबार जस्तो सम्पदामा आगो लाग्यो सर्वोच्च